आमा 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 यहाँ सजिलो तपाईँ ट्राभल
पति परमेश्वर गणेशमा नाच्छौ है त हुन्छ नाच पार्वती नाच पार्वती आज तिम्रो गाउँमा त हामीलाई हेर्न भनेर अनि धेरै भक्तजनहरू आएको रहेछ नि त होइन
घरमा कोही कसैको बाहिर रहेछ प्रभु नौछैको भालो सिन्दुर दुबो फुलमाला जय जय गणेश बाला सिन्दुर दुबो फुलमाला जय जय गणेश विक्रम भगवान भनेर पुराणले बताए अनुसार हामीलाई भगवानले कृपा नगरेसम्म हामीलाई ज्ञान पनि हुँदैन, हामीलाई कुनै अज्ञान दूर पनि हुँदैन। गुरु रूपमा आएर भगवानले ज्ञान दिनुहुन्छ। कसलाई दिनुभयो ज्ञान भन्नुहुन्छ भने हजुरहरूले भागवत कथा सुन्दै जाँदा ध्रुवले चाहिँ 5 वर्षमा भगवानलाई तपस्या गरे, मन्त्रमा गुरुको विश्वासले मन्त्रमा विश्वास गरेर तपस्या गरे, कति पनि ज्ञान आएको थिएन। यिनले मलाई स्तुति गर्न खोजे, यिनले जाने बिचरा ज्ञान केही पाएका छैनन्, मैले यिनलाई ज्ञान दिनु पर्यो भनेर भगवानले कृपा गर्नुभयो र ध्रुवलाई ज्ञान दिएर 4 वेद 18 पुराण उपनिषद सबै खोलेर ध्रुवजी महाराजलाई भन्यो भने त्वमेव विद्या, भगवान नै विद्या हुनुहुन्छ। भगवानले कृपा नगरेसम्म हामीले केही ज्ञान पाइन्न। भगवान हुनुहुन्छ, जहाँ पनि भगवान हुनुहुन्छ, भित्र बाहिर मसँग नि यहाँसँग नि उहाँसँग नि भन्ने भावना आउनु त भगवानको कृपा हो। त्यो कृपा कसलाई हुन्छ, भगवानले कसलाई दिनुहुन्छ भन्दा हात थापेकालाई हामीले बिहान भगवानलाई हात जोडौँ। जति बेला नै हात जोड्ने हामी, भगवान म अज्ञानी छु, अधम छु, पट मूर्खमै छु, यस्तै छु तापनि हरे शरणागतै छु भन्नु। शरण परेकालाई भगवानले दिनुहुन्छ। हेर्नु द्रौपदी कुन्ती महारानी
पाँच पाण्डवको आमा 5वटा बच्चा छन्, बा छैनन्, टुरा बच्चा। महाभारतको युद्ध गर्ने भए 12 वर्ष वनवास र 1 वर्ष गुप्तवास बस्दा गरी सबै मान्छेको परिचय भ्याइयो। दिनु खानु अनि उठ्नु बढ्नु आउनु जानु कहीँ पनि छैन। जनता गएका नि छैनन्, कोही अप्ठ्यारो पर्दाखेरि सहयोग गरेका नि छैनन्, कसैले चिने थिएन। अन्तिममा आकस्मिक लडाइँ पर्ने भयो। 5वटा मात्र छन्, सेना छैनन्, सहयोग कसैको छैन। उनका त राज्य छ, सहयोग औरतको त ठुलो उन्नति छ। अब यी त कता गुल्लीको पर मर्ने भयो, बर्बाद पर्ने भयो भन्दा श्रीकृष्ण भगवान्लाई उहाँले शरण पर्नुभयो थियो हात जोडेर। अरू मैले केही चाहन्न, यी टुरा बच्चालाई मैले दुःखले हुर्काएको हो। हे श्रीकृष्ण भगवान्, यिनलाई 5वटैको दान एउटा नङ पनि नखोलियोस्, मैले यही प्रार्थना गर्छु हजुरसँग भनेर कुन्ती महारानीले भगवान्को शरण परेका हुनाले 5 पाण्डवको एउटा नङ पनि गएन। 18 दिनको महाभारत युद्धमा सारा कौरवहरू, सारा सैन्यहरू सबै खत्म भए कुन्ती महारानीको हात जोडेको कारणले। हामीलाई पनि जति बेला अप्ठ्यारो पर्ला, भोलिको समस्या आउला, जे आउला, भोलि आउने बेला गर्ने होइन, अहिल्यै शरण पर्ने। उत्पाता भय सङ्गीत नन्द बाबाले श्रीकृष्ण भगवान्को रक्षाको लागि सधैँ भगवान्को आत्मका भगवान्को शरण परे भन्ने। हरिम जगाम शरणम उत्पाता गम सङ्गीत। भोलि आउने अप्ठ्यारो नपरोस् भन्नको लागि हामी अहिल्यै भगवान्को शरण पर्नु छ। हरि शरणम हरि शरणम ओम हरि शरणम प्रभु शरणम। हरि शरणम हरि शरणम ओम हरि शरणम प्रभु शरणम। हरि शरणम हरि शरणम ओम हरि शरणम प्रभु शरणम। हरि शरणम हरि शरणम ओम हरि शरणम प्रभु शरणम। बोल हरि भगवान की जय। श्रद्धालु भक्तजनहरू, त्वमेव विद्या द्रविणम त्वमेव। हामीले विद्याको बारेमा केही भन्यौँ भने द्रविणम त्वमेव भनेको छ। भगवान् हामीलाई धन हुनुहुन्छ। हेर्नु, यो संसारमा जति धन कमाए पनि त्यो धन हामीले लिएर जाने धन होइन, छोडेर जाने धन हो। राजा महाराजाले छोडे 10 पुस्ता राजाको हामी इतिहासमा तपाईँहरू पढ्नु हो भने 3मा 4मा 10 पुस्ता राजाहरूको हजुरको कथा सुन्यौँ। सबैले यो राज्य गरे, गोवा छोड्यो। अब ठुला ठुला धनी मानीहरू, उद्योग सम्राटहरू पनि तिनीहरू छोडेरै गयो होइन। हामी पनि जानु छ। त्यस कारणले तपाईँको त्यो लिएर छोडेर जाने धनलाई धन भनेकै छैन। लिएर जाने धनलाई चाहिँ सम्झनु पर्यो। गर्न त भगवान्ले कृपा गर्नुहुन्छ, हामीले जानेर बस्नु पर्यो। धन के हो? त्वमेव विद्या द्रविणम त्वमेव। धन भनेको के हो भने धनम मदीयम तव पाद पङ्कजम। हाम्रो धन भगवान्को पाउको भजन हो। भगवान्को पाउको भजन नगरेसम्म, न चिन्तन नगरेसम्म यो संसारबाट माथि जान उपाय नै छैन। ठुलो नदी तरेर हामी जान सकिन्न, बाक्चा लान सकिन्छ, भदौको नदी पाडी जान छ। अब के गर्नु पर्यो त भने एउटा माझीलाई भन्नु पर्यो। त्यति बेला पुलहरू कता आउनु, अहिले बुढा बाहरूले त यहाँ नि डुङ्गा चलेर जान्थे, पारी बाग्लुङ भन्ने छ, यहाँहरूले जान्नु भएन, उहाँ बाहरूले जान्नु भयो। यहाँबाट खनियाघाट गएर खनियाघाटबाट बोटेलाई डुङ्गा चलाइदिनु, म पारी जानु छ भनेर बल्ल राम हेरेर जाने। यो चैत्र अष्टमी पहिला। अब हामीले के त भने जान्नु पर्यो, ज्ञान राम्रोसी सुन्नु पर्यो। एउटा चाहिँ त्यत्रो लामो समुद्र अथवा नदी तर्नको लागि हामीले चाहिँ एउटा माझीलाई भन्नु पर्यो, मैले पारी जाने हो, मेरो सामान पनि लान छ, हजुर यसरी भने मलाई पारी तारिदिनु भन्नु। अनि त्यही डुङ्गामा बस्नु। ढुङ्गामा बसेको मान्छे आँखा नदेख्ने अपाङ्ग भए पनि, गोडा नटेक्ने अपाङ्ग भए पनि, हातै नभएर जम्ताले एउटा हातले खानिरहेछ भने पनि त्यो डुङ्गामा बस्यो भने पारी जान्छ। बुझ्नु पर्यो कुरा। हामीले गरेर जान्छौँ, हामी तरेर जान्छौँ भने जस्तै हो। हामीले गरेकाले तरिन्न, डुङ्गामा बस्नुपर्छ भन्ने अर्थ। डुङ्गा खियाउने को हुनुहुन्छ? माझीले हामीलाई पारी लानुहुन्छ डुङ्गा बसेपछि। यही मनुष्य जन्मको जाने देहलाई, शरीरलाई डुङ्गा भनेको छ। चलाउनेवाला जाने माझी गुरु भनेको छ।
मलाई पारी लैदिनु पर्यो भनेर हात जोड्न चाहिँ पर्छ। त्यहाँ गएर बसेर अनि कति गए कति आयो तरिया तरै मलाई तार्नु नभनेर नि तार्नु। श्याम सुन्दर भगवान कि भगवानलाई हामीले भेटाउनको लागि त्यही भगवानको पाउको आश्रय गर्नु पर्यो। त्यो पाद पोतेन महत किर्दैन, त्यो भगवानको ध्यान गर्नु पर्यो, पाउको ध्यान। भगवानको ध्यान नगरेसम्म पारी जाने हामीलाई बाटो खर्चै मिल्दैन भन्छ शास्त्र। रे चित्त चिन्तय चिरम चरणौ मुरारे पारम गमिष्यति यतो भवसागरस्य पुत्र कलत्रमितरे नैते सहाय सर्वे विलोचन कय सखे निर्गतिस्मिका भान। मैले गर्न सकिनँ, मेरा छोराले गरेर आउने। ध्रुवलाई भगवान खोज्न आउनु, ध्रुवलाई भगवानले आउनुभयो दर्शन गर्न र पार्वतीलाई पनि दर्शन दिन आउनुभयो। किरीट कुण्डल लगाउनु भएका झल 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 दिव्य दिव्य वस्त्र दिव्य भूषण, निधारमा भने चन्द्रमाको टिका लाउनु भएको, शङ्ख चक्र गदा मुक्त मालाहरू अनि अक्षमाला रुद्राक्षको माला लाउनु भएका, कस्तुरी तिलक। दाहिनेपट्टि शिवको मुहार छ, माझमा नारायणको मुख छ अनि माझमा चाहिँ नारायणको मुख, दक्षिणपट्टि शिवको, देउरेपट्टि ब्रह्माजीको मुख भएका। त्यो ब्रह्मा विष्णु महेश्वर स्वरूपले देखाउनु भयो दर्शन। उवाच जगदम्बं तां यं ध्यायसि दिवानिशं। डराउनु भयो, भोको आउनु भयो, धेरै देवता आउनु भयो भन्दै नडराउनु पार्वती आमा। जसलाई दिन रात नभनेर तपाईँले तपस्या गरेर सुकेको दाउरे जस्तो भएर तपस्या गर्नुभयो नि, हो उही चाहिँ म तपाईँको देवता दर्शन दिनको लागि आएको हो म भन्नुभयो। भगवान धेरै अर्कै हुनुहुँदो रहेछ कि भन्ने पर्छ कि पार्वतीलाई भनेर। शिव भने नि म हो, ब्रह्मा भने नि म हो, विष्णु भने नि म हो भन्ने त्यो देखाएर आउनुभयो। गुणेश भनेको गुणेश गुणेश इति सोहम्य दर्शनाङ्ग था। तिनै गुणको मालिक म भएको हुनाले तिम्रो हजुरको दर्शन गर्नु, हजुरलाई दर्शन दिन आए। हजुरको निष्ठा थियो, तपस्यामा चौपट निष्ठा भएको हुनाले म आएको हो। उग्र तपस्या गर्नुभयो, मेरो स्वरूपलाई मेरो भित्रको ध्यान गरेर। 33 कोटी देवताहरू पनि मदेखि बाहिर छैनन्। 17 तमोगुणको जाने सबै व्यवस्था मैले मिलाएर मेरो गुणेश नाममा रहेको छ, वेदले भनेका छन्। 3टा देह छ मेरो, सत्व रज तम। मैले प्रकृतिका गुण लिएको हो, मेरो गुण होइन, प्रकृतिका गुण लिएर काम गरेको। मैले हतियार लिएर हिँड्छ मान्छेले, हतियारले काम गरेको। रामायण बाणेन हतो बाली, रामले बाली मारे भन्छन्, बाणले मारे भन्छन्। हतियार चाहिए। भगवान पनि सत्वगुण नि हुनुहुन्न, रजगुण नि हुनुहुन्न, तमोगुण नि हुनुहुन्न। काम गर्नु पर्यो भने सात्विकी प्रकृतिको सात्विकी गुण लिएर पालन गर्नुहुन्छ। रिसाउने पिट्ने, थोरै केही गल्ती गराउने पिट्ने भने त्यस्ताले जसरी पाल्दा। जति नै गल्ती केटाकेटीको भए पनि नरिसाइकन खुवाउनु पर्यो। आमाले खुवाउने, बाले त रिसाएर त्यति पहेँलो पहेँलो के गरिदियो भने ल तेरो सम्पत्ति तैँले ल्याएर आमालाई दिने खाएको स्याहारै गर्दैनन् बा। सत्वगुण लिएर आमाले पालन गरेको भगवान विष्णुले नि पालन गर्नुहुन्छ। सबैले जाने रिसाएर गाली गर्छन् भगवानलाई, यो दैव यसकाको धुप राखेर नि के काम लाउँदो, मैलाई पऱ्यो यस्तो हत्ते। उता वर्णम पनि भने वर्णम नि भयो, जम्मै भयो, तीर्थ नि गएँ, आज मैलाई यस्तो पर्छ भन्छन् कहिले त। गाली गरे पनि भगवान रिसाउनुहुन्न, सत्वगुणी हुनुहुन्छ। केटाकेटीले हो, हिजो सानोमा केटाकेटीले आफ्नै काखा अनि दिशा गरेको छ, अब त्यसलाई सहनु पर्यो नि आमाले। विष्णु भगवानले सात्विकी लिएर सहनुहुन्छ। शिव भगवानलाई चाहिँ तामसी गुण दिनुभएको हुनाले तामसी गुण दिएर यस्तोलाई राख्नुहुन्न। गल्ती गरेर मान्छेलाई राख्ने त त्यसले उसलाई सान्छ नि, गल्ती त्यो गइहाल भनेर पठाइदिनु। रजोगुण लिएर ब्रह्माजीले सृष्टि गर्नुहुन्छ, तयारी दिने सबै गुणका मालिक हजुर हुनुहुन्छ भनेर ठुलो तपस्या स्तुति गर्नुभयो। अनि के चाहनुहुन्छ, हजुरलाई के चाहिएको छ भनेर यस्तो प्रकारले सोद्धाखेरि मैले हजुरलाई छोरा रूपमा पुत्र रूपमा पाल्न पाएँ, जन्माउन अवसर लिन हजुरको मलाई यस्तो आनन्द र यस्तो मलाई इच्छा छ भनेर प्रार्थना गरेपछि पार्वतीले चाहिँ प्रार्थना गरे अनुसार म हजुरको पुत्र बनेर आउँछु आमा भनेर गणेश भगवानले चाहिँ उहाँको वरदान दिनुभयो। एक दिनको कुरा हो, शिवजीलाई चाहिँ जुन तपस्याबाट मुक्त भएर आए पछाडि शिवजीलाई खुसी गराउनु भयो।
मलाई चाहिँ भगवान गणेशजीले कृपा गरेर तपाईँको पुत्र बन्छु भन्नुभएको छ भनेर पार्वतीले शिवजीलाई भने पछाडि राम्रो नियम आचार नियममा बस्दै जाऊ, तिम्रा पुत्र भनेर भगवान आउनुहुन्छ भने पछाडि भगवान चाहिँ शिवजीका पुत्र बनेर पार्वतीबाट अवतार लिनुभयो। बोल गजानन भगवान की सानै उमेरमा भगवान र सानै उमेरमा कृष्ण भगवानले पुतना मारे चाहिँ धेरै धेरै राक्षसीहरू आए, थाहा पाएर सिन्धुले धेरै पठायो सेना। ती सेना ती सबैलाई खतम पारे पछाडि भगवान गणेशजीले ठुलो चाहिँ लीला अवतारहरू गरेर अनि पार्वतीलाई नि आनन्द दिनुभयो। दैत्य दानवलाई सघाप पारेर पहिला सेना पठायो दैत्यले, सिन्धुले त्यसका सेना खतम पारेर सिन्धुलाई पनि खतम पारेपछि स्वे धर्मे नियोजिता ब्राह्मणले वेद पढ्न पाए, श्वास होदा होमन गर्न पाए, देवताहरूले आफ्नो थान पाए, ऋषि महात्माहरूलाई सबैले सम्मान गरे, दैत्यलाई नाश गर्ने सन्तलाई चाहिँ नि पालन गर्नुभयो। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अत्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृतं धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। युग युगमा अवतार लिनुभयो। अब कलियुगमा पछि धेरै दुष्ट दानव भएपछि अहिले भने नि एउटा चाहिँ घोडामाथि चढेर हतियार लिएर धर्म मान्ने भनेकालाई राख्ने नमान्नेलाई नराख्ने गर्नुहुन्छ। गणेश भगवानको चाहिँ चरित्र भव्य छ, एकदम नौलो छ। जसले चाहिँ श्रद्धाले पाठ सुन्नु होला, कथा सुन्नु होला, उहाँहरूको सबैको इच्छा भगवान गणेशले पुर्याउनु हुनेछ। अन्त्यमा भगवानको सान्निध्य प्राप्त गर्ने क्षमता पनि उहाँहरूसँग आउनेछ। फलश्रुति सहित व्यासजीले सुन्नुभयो ब्रह्माजीसँग। सोमकान्त नाम गरेका बेरामी राजाले पनि यो भागकै गणेश पुराण कथा सुन्दै सुन्दै जाँदा उहाँको शरीर पनि निरोगी बन्दै गयो। यहाँ पनि श्रद्धालु भक्तजनका साथमा आजको जो जानी बुझेका टुटे फुटेका जो सानातिना कथा भए यसलाई नै हजुरले सन्तोष मानिदिनु होला। अब भने आरती पुष्पाञ्जली गरेर फुल प्रसादी लिएर बनेको चिजहरूलाई लिएर जानु होला। कृपया कर्ताको विनम्र अनुरोध छ। प्रसादी बनेको छ, सबैले प्रसादी लिएर जानु भन्ने कर्ताको नियम छ र हजुरहरूले सबै उठेर आरती पुष्पाञ्जली गरेर अनि परिक्रमा गरेर अगाडि बढ्नु होला। जय श्रीमन्नारायण। बोल गजानन भगवान की जय, भक्तवत्सल भगवान की जय, सद्गुरुदेव की जय।